मुलघाटको लिची एकदम राम्रो छ हजुर मुलघाटको लिची हो कि एकदम राम्रो छ भइहाल्यो उता बाहिर बस्छ धन्यवाद दिदी राम्रो उयो चलोस् है भिडियो धन्यवाद हुन्छ हाम्रो घर छेउको घरमा बस्ने केटी साह्रै वर्षा र जगिङ हुने जिमी चाहिँ बिहानको 10:30 हेर्दा हेर्दै मलाई परिसक्यो लगभरि शुक्रबार राति निस्किन्छ जानलाई क्लब तर यस्तो छ भनेर म त हिँड्न त पहिले पनि हिँडेको तर यहाँ खोला छ भन्ने कुरो पत्ता लगाउनु ठुलो कुरो हो क्या बाइकमा चाहिँ सही मजा हुने रहेछ क्या तर धुलै धुलो हुन्छ हेलो नमस्ते गाइज के छ सबैजनालाई हाम्रो युट्युब च्यानलमा अब हामी वेलकम गर्न चाहन्छु टुडे स्याटरडे गाइजहरू आज स्याटरडे हो एकदमै गर्मी भइरहेछ सो पानमारामा एकदमै एक्सट्रिम धरानमा एकदमै एक्सट्रिम गर्मी भएको कारणले हामी चाहिँ टक्कसँगले अब यहाँ माथि आइसकेको छौँ होइन पौडी खेल्न भनेर आएको गाइजहरू तर यहाँ अब हेर्दाखेरि चाहिँ पौडी खेल्नको लागि चाहिँ अलिकति हामीलाई सुइटेबल पो नहोला कि जस्तो भयो किन भनेर नि म तपाईँहरूलाई भन्छु देखाउँछु पनि पानी चाहिँ एकदम धमिलो रहेछ साथीहरू यहाँ हामी यो तमरतिर आएको होइन पौडी खेल्न सो एकदमै एक्साइटेड भएर आएको हामी चाहिँ अब र पनि ठिकै छ हामी यहाँ अलिक राम्रो ठाउँ खोज्छौँ होइन स्विमिङ त गर्नै पर्छ आज साथीहरू एकदमै गर्मी छ हेर्नु न हालत भइरहेछ सो आज चाहिँ हामी म किरण सर बमजन सर एन्ड कृतन सर 4 जना आइरहेछौँ सो लेट्स सी अब के हुन्छ म हजुरहरूलाई सबै देखाउने छु एकछिनमा है त अलिअलि नखुरा उसको चालु बिराली घुम्थ्यो त्यो हाली यहाँ केटी नेपाली हाम्रो घर छेउको घरमा बस्ने केटी साह्रै वर्षा र जगिङ हुने जिमी चाहिँ बिहानको 10:30 हेर्दा हेर्दै मलाई परिसक्यो लगभरि शुक्रबार राति निस्किन्छ जानलाई क्लब तर छोटो लुगा भन्दा साडी बाल पुरो लगाइ जुरो बनाइ परिसकेको पाल पुर्दिन म तिमीलाई पाउन छैन कुनै सवाल तिमी मेरो कृष्ण म तिम्रो राधे सम्हाल बाले नमाने तिमीलाई लान्छु भगाई हाम्रो मायाको दियोमा बाल्छु सलाई आगो निभाइदेऊ मेरो उनीको भूमिका ढल्दै होला ठगो ठाउँमा म तिम्रो जुमिला गाजर रोटीका अनि 2 चोटो नबुडी पारा पातुलो कम्मा एकचोटि लाएसी नेपाली माया जम्बर त्यसैले मलाई मनपर्छ केटी नेपाली गौगोरी काली उसको ठुमा लाली सानोमा यहाँ यता ध्यान राम्ररी सुनायो प्लान हिँडेको तिमी मसँग त्यो समय भयो मेरो लागि बुढाले तिमीले सबैलाई बनाउला तिम्रो म्यान अप डाउन माथि तल म बाहेक तिम्रो कोही छ र होला हरिराम स्याम भोला भाकल गर्नु जान्छु आजकल ब्यान्ड खोला वान म्यान ब्यान्ड होला भनी जोवन तिमी बिना आइ बजाइदेऊ लपको गिटार तिमी मेरो जिन्दगीमा तिम्रो ढङ्ग र तिम्रो रूपले परे म दङ्ग जिन्दगी सेतो कालो तिम्रो मायामा रङ छ मायालो यहाँ मसँग नमान तिमी अचम्म यसरी रातको जुन चाहिँ देखेपछि माया नलाग्न सम्भव त्यसैले मलाई मनपर्छ केटी नेपाली गौगोरी काली उसको छुमलाली अलिअलि नखुरा उसको चालु बिराली घुम्छो त्यो हाली यहाँ केटी नेपाली कहाँ जाँदैछौँ नलेज रक्स हामी बमजन्दालाई थाहा छ हामी धनकुटाको बिचमा छौँ कहाँ छौँ हामी कहाँ गएको के गर्ने केही थाहा छैन बस टिकटकको कन्टेन्ट हो त्यति हो द्याट्स अल यो यस्तो गर्मी छ नि तराईमा हामी मर जान्छौँ यो माइक चाहिँ चल्दैन खास वंशले चाहिँ सो अफको लागि मात्र गरे हो केटाहरू फोटो हान्दैछ ल कृतन सर बमजन सर ल कस्तो आयो बम सर यो कुन पुल हो यो खोइ फोटो हेर्नु अम्बो सो गाइजहरू हामी चाहिँ यहाँनिर फोटो खिच्न आएको त्यहाँनिर हुनुहुन्छ किरण सर हाम्रो स्ट्राइडर किरण यहाँनिर फोटो खिच्ने फोटो चाहिँ कहाँदेखि खिच्दैछ भन्दा गाइजहरू यहाँ
हाम्रो बमजन सर फोटोग्राफरले फोटो खिच्दैछ ऊ कम्युनिकेसन हुँदैछ यहाँदेखि कहाँ गयो केटा यहाँ छ है फोटो खिच्ने भिडियो गर्ने दामी तर गाइजहरू यस्तो गर्मी भइरहेछ टक्कसँग जोस शीतल भयो नि त अब गाइजहरू धेरै गाह्रो छ है गर्मीले चाहिँ एकदमै गाह्रै बनायो सो एकदम गर्मी छ अब हामी एकदम नेचरको इन्जोय लिनुपर्छ है त यो ग्रिनरी पिसफुल होइन सो गाइस पानमारा धरानमा यति गर्मी थियो सो आज स्याटरडे चाहिँ अब यसलाई हामी युटिलाइज गर्नुपर्छ भनेर आएको एकदमै सेटिस्फाइङ भइरहेछ अघि चाहिँ एकदमै गर्मी भइरहेको थियो यहाँ पनि तर अहिले चाहिँ अब शीतल हुँदैछ हावाहरू आइरहेछ इफ पोसिबल वी विल डु स्विमिङ होइन दामी हान्नुपर्छ साथीहरू र अर्को कुरा चाहिँ के हो भन्दाखेरि आई एम ब्याक अथवा वी आर ब्याक आफ्टर अ लङ टाइम होइन लगभग 3-3.5 महिना जस्तो भइसकेको थियो होला हामीले भ्लग गर्नु नपाएको अलिकति व्यस्तताको कारणले त्यसको लागि चाहिँ म हजुरहरूलाई क्षमा माग्न चाहन्छु र अब चाहिँ सकेसम्म म हजुरहरूलाई कन्टेन्ट चाहिँ बनाउनको लागि ट्राई गर्छु सो यस्तै छ साथीहरू एकदम गर्मी छ किप लभिङ किप सपोर्टिङ सबैजनाले माया गरिदिनु होला र हामी नेपालीको अब एउटै मात्र स्लोगन हुनुपर्छ त्यो चाहिँ के हो भन्दा मैले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने त साथीहरू सो तपाईँहरूको जुनसुकै काम होस् वी हेभ टु स्टार्ट इट हामीले त्यो गर्नुपर्छ होइन एनी हाउ मैले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने है त साथीहरू ल एकछिनमा भेट्नुपर्छ है त साथीहरू यो चाहिँ गाइज हाम्रो साकेला गर्ने ठाउँ रहेछ होइन पूर्वको एकदमै सेन्टर नै रहेछ यो चाहिँ साकेला गर्नुको लागि तपाईँको कल्चर होइन राई लिम्बू यो कल्चर एकदमै राम्रो हुन्छ नि त सो त्यसको लागि चाहिँ त्यसलाई प्रिजर्भ गर्नुको लागि त्यो कल्चर ट्रेडिसनहरू चाहिँ एकदमै राम्रो ठाउँ होइन यस्तो चिजहरू धेरै हुनुपर्छ जसले गर्दाखेरि हाम्रो गाउँठाउँ समाज होइन देश विकास हुन्छ है त साथीहरू जोस् खुसी चाहिँ के भयो भन्दाखेरि यहाँनिर पानी अब धमिलो छ होइन एक बित्थामा हामी हेर्छौँ एटलिस्ट यहाँनिर जोतकै भए पनि वी विल डु स्विमिङ एनी हाउ स्विमिङ पुलमै गएर भए नि गर्ने आज जसरी भयो नि भन्ने चाहिँ हाम्रो धारणा छ सो साथीहरू नो वरिज केहीको टेन्सन छैन हामीलाई अब एकदम ढुक्कसँगले बस्ने अल इज वेल धरानको सिङ्कुल हामी यहाँ चाहिँ हुलिया यस्तो छ गाईहरू है अक्सिजन पसिन त्यहाँ मात्रै तलबाट आयो तपाईँलाई फुलको मुनिबाट अनि यहाँ चाहिँ हामी यो साकेला स्पेसली किरात राईहरूको चाहिँ हाम्रो एउटा पर्व हो वर्षमा हामीले 2 पटक मनाउँछौँ अनि त्यो चाहिँ पूर्वको यो सेन्टर भनेर भन्ने स्रोत चाहिँ हाम्रो यहाँ बमजन सरले अब पत्याउनु नपत्याउनु गाह्रो छ है फेरि त्यो त हाम्रो द बमजन ब्लग्स हामी यहाँ साकेला सिंहदेवी भन्छ क्यारे होइन त्यो ल्याउटीको लागि दोकान भन्ने भनौँ छौँ यहाँ घुम्दैछौँ घुम्नुपर्छ कृतन सर जोस् के भयो भन्दा एनी हौ पौडी चाहिँ खेल्ने भन्दा चाहिँ खुसी लाग्यो होइन ह्याप्पी लास्टमा गएर चाहिँ ह्याप्पी नै छौँ जुस खोइ कता यहाँ छ त ए हो यसलाई पनि कहाँ त प्रहरी छु पोस्टमा भन्दै थियो कि त्यो होइन यो त होइन दिदी यो एउटा लिउँ न त ल हामी राख्दै गर्नु हामी आइहाल्यौँ बाहिर ल भिडियो मात्रै नबनाउनु एउटा किनिदिनु ए ल बम सर खोइ पैसा झिक्नु त त्यो मेरो झोला मुलघाटको लिची एकदम राम्रो छ हजुर मुलघाटको लिची हो कि एकदम राम्रो छ भइहाल्यो बाहिर बस्नु धन्यवाद दिदी राम्रो उयो चलोस् है भिडियो धन्यवाद हुन्छ लिची पाइसक्यौँ हामीले लिची अब हामी जुस पनि खानुपर्छ उखु भयो त साथीहरू लिची लभर जसलाई लिची खानु मन छ आउँदा हुन्छ प्लिज कन्ट्याक्ट मी दोज हु वान्ट टु इट लिची कन्ट्याक्ट मी 98 डिमान्ड मी उखु त खानु पऱ्यो नि त हो दिदी जुस छैन टाइम लाग्ने भयो एकछिन
मैले एउटा पनि खाइदिएँ दामी ल हामी चाहिँ आइपुगिसक्यौँ लिची विगट लिची साथीहरू लिची पाइसकेको छौँ हामीले अब हामी उखुको जुस पनि खाने होइन नि भग खोला न यहाँ पौडी खेल्ने ठाउँ कहाँ हो भन्छ देखाइदिन्छ पौडी खेल्ने ठाउँ कहाँ हो भन्दै सोध्दै जानु लगभग आधी घन्टा अरे आधी घन्टा 3 बज्न आँटेछ आधी घन्टा नि पर्दैन। 3:30 लगभग लगभग 3:30 मा पुगिन्छ पर बाटो होइन यो बाटो गाइजहरू म एकपल्ट हेरिसकेको छु तपाईँलाई हाम्रो R3 मा अब यहीँ त डेन्जर रहेछ हाम्रो त यही ठोक्नु छ नि कत्रो ठुलो अंश बनेको रहेछ कि एकाबाट तपाईँले पिच छ भन्दै थियो होइन हामी त्यो पिचहरू हेर्दै जान्छौँ ओ माई गड ए त्यहाँ पर्छ म्यास अलिकति साइडमा भएको हुन्थ्यो त म त कत्रो ठुलो जाने कत्रो आशा गरेको थिएँ गेडे डुब्ने मात्र सो गाइज हामी चाहिँ पौडी खेल्ने ठाउँमा आइसकेका छौँ यहाँ माथि आयौँ हामीलाई एकजना मान्छेले त्यहाँनिर आन्टीले सजेस्ट गर्नुभयो सो त्यो बाटो फलो गर्दै हामी आयौँ अब पौडी खेल्नुपर्छ है त यहाँनिर अगाडि म तपाईँहरूलाई देखाउँछु ओके हामी आइसकेको छौँ पौडी खेल्नु चाहिँ तिमी जिम गर्छौ हाम्रो ब्रदरको सिक्स प्याकमा कस्तो मजाले देखिरहेछ पम्दा सरलाई त डुबायो त नि ओ माई गुडनेस ल मम्मी मेरो एक हान्देऊ यहाँ म एक लाइनमा दामी ल पम्दा सर त आफै लड्छ त नि ल म कहाँबाट स्टार्ट गरौँ अब गहिरो छैन घुँडाले टेक्नु पऱ्यो नि गहिरो देखिनुको लागि ल कृतन पाए त्यही बोलिदिने ए पानीले यहाँ भिज्यो यसरी मात्र मजा हुन्छ गाडो भइसक्यो हामी पौडी खेल्दैछौँ अब यहाँ एकछिन सर्ट ब्रेक गाइजहरू सर्ट ब्रेक खाजा खामेसो केही छ कि यहाँ होइन एक्सट्रिम सेक्सट्रिम यहाँ अगाडि दोकान छ जस्तो छ जाउँ न मम्मी सर र म जाँदैछौँ तौली बेर आउँदैछ ओ झन्डै देख्यो तौली त खोलेर फेरि बाँध्यो त पम्दन सरले त यो चाहिँ काट्नै पर्ने हुन्छ साथीहरू गित्ती हान्दियो पम्दन सरले ल भाइरल हुन्छ अब हामी खोइ त दोकान त छ जस्तै छ रियल स्ट्रगल है लाज छोप्नु भनेको यस्तो हुन्छ लाज छोप्नु त छोप्नु सर अनि भिडियोमै सरकको खोलेर फेरि बन्द गरिदिने त कसैले नथाहा पाए यस्तो सिक्रेटमा सिक्रेट हो कि सिक्रेटमा हो त्यही हो होइन सो गाइजहरू एक्सट्रिम प्लस वाटर हामीले ल्याइसकेको छौँ अब एक क्लट स्विमिङ हान्नुपर्छ लाज छोप्दै हुनुहुन्छ हाम्रो बमजन सर यता अब स्विमिङ हान्नुपर्छ त्यस पछाडि फोटोसुट टक्क हानेर एकछिन स्विम हानेर अनि चाहिँ लाग्दिनु पनि पर्छ अब त कति 4 4:30 पनि पो हुन आँटिसक्यो त गाह्रो पो छ त फेरि आफूलाई त कोकोनट होइन के चाहिँ आउट नट हुन्छ होइन यसलाई फेरि क्यामेरालाई चाहिँ दिइ पठाउँछ नि फेरि त मुखले दिइसक्यो ल हामीलाई अब तपाईँलाई हाम्रोतिर स्विमिङ पुल कन्डिसन नभएको होइन तर पनि जुन यो फ्रेस वाटरमा पानीमा भिज्नुको मजा भनेकै पहिले फेरि यस्तो हावा शीतल चलिरहेछ ओहो गाइजहरू ऐतिहासिक फिलिङ्स आइरहेको छ यो चाहिँ पाट सो गाइजहरू हामीले चाहिँ पौडी खेलिसकेको छौँ
एकदमै रमाइलो गरियो। अब वी विल बी ब्याक टु आवर होम टाउन धरान बानमारी जाने। अब है त लगभग डाइरेक्ट स्ट्रेटली जान्छु होला, किनकि धेरै नै टाइम पनि गइसकेको छ। कति बज्यो भन्दा 5 बज्यो। सो यस्तो साथीहरू फेरि भेट्नुपर्छ है त।